यसको चाहिँ काँचै खानु पर्दाखेरि चाहिँ सो गाइस आज चाहिँ म एकदमै एक्सपेन्सिभ मसरुम खानु गइरहेको छु। यसलाई चाहिँ आइडेन्टिफिकेसन गर्नु पर्दाखेरि चाहिँ हलो हुन्छ, भित्र चाहिँ दुलो हुने गर्छ, माथि टुप्पीसम्म नै दुलो हुन्छ। यहाँ फेददेखि चाहिँ टुप्पीसम्म नै दुलो हुने गर्छ। त्यहाँबाट चाहिँ चिन्न सकिन्छ यो चाहिँ गुच्ची मसरुम हो भनेर। एकदमै एक्सपेन्सिभ छ, 40,000 जस्तो गर्छ नि त 1 केजीको चाहिँ, तर सुकाएको हुनुपर्छ। हाम्रोतिर चाहिँ अब सिक्किममा चाहिँ अलिकति कम्ती पाउँदो रहेछ। मैले चाहिँ सालै पछि 2-3टा चाहिँ पाउने गर्छु। यसको चाहिँ काँचै खानु पर्दाखेरि चाहिँ कुनै पनि गुलियो अमिलो त्यस्तो केही पनि टेस्ट हुँदैन, मसरुम जस्तै हुन्छ टेस्ट। टेस्टलेस हुन्छ भनौँ न त, हल्का मिल्की मिल्की टाइपको हुडी टेस्ट हुन्छ। हेर्नुहोस् है त कसरी खान्छु भन्दाखेरि चाहिँ यत्रो मात्रै भयो, बेसी